Hello everyone, good morning. Welcome to my channel. A new day, a new vlog. आज चाहिँ हामी ताजाइफू जान लागेको जुन चाहिँ फुकुओकामा छ यो चाहिँ एकदम पपुलर टेम्पल हो हैन सो कम स्पेन्ड द डे विथ अस कस्तो साइनी देखेको के अरू बेलामा चाहिँ देखेन नि घाममा चाहिँ खूब साइनी लेट्स भिजिट ताजाइफू विथ अस है त हामी चाहिँ यतिकै ऱ्यान्डमली कुरा गर्दै गइरहेको थियौँ हामी तिनजना चाहिँ अनि बाहिरको सिनारी चाहिँ एकदम मन परिरहेको थियो मलाई छोटो क्लिप त्यसपछि हामी चाहिँ हस्बेन्डको साथी र उहाँको छोरालाई पनि लिएर जाऊँ भनेर चाहिँ उहाँहरूलाई लिन गएको थियौँ अनि त्यसपछि बिचमा मैले फेरि फ्यामिली मार्ट देखेँ कि ल जाऊँ न त फ्यामिली मार्ट जाऊँ न त भनेर गयौँ त्यसपछि उहाँको साथी र छोरालाई लिएर अब हामी चाहिँ दार्जिलिङतिर जाँदै थियौँ सी वाज सो ह्याप्पी अनि हामी चाहिँ गाडी पार्किङ गरेर अब हिँड्दैछौँ होइन लगभग 10 मिनट जस्तो लाग्छ कि पार्किङबाट हिँडेर मन्दिरतर्फ जानलाई ताजाइफू मन्दिरतर्फ जानलाई अनि हामी चाहिँ यतिकै ऱ्यान्डमली गफ गर्दै भ्लगहरू बनाउँदै बाहिरको भ्युजहरू हेर्दै यतिकै गइरहेको थियौँ अब दुईजनाले चाहिँ बाबु नानी बोकिरहनु भएको चाहिँ म चाहिँ एक्लै सिङ्गल टम 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 परेर हिँडिरहेको छु यसो नानीलाई जिस्काइ पनि रहेको छु कि फेरि ठ्याक्क दाजाइफूको इन्ट्रान्समा पुग्न लाग्थ्यौँ कि यस्तो गोरी केटी देखेँ म त क्या सक भएर क्या आमा कस्तो गोरी जस्तो फिल भएको क्या अब हामी त नेपालीहरू त प्रायः सबैजना गोरो टाइप हुन्छ नि यहाँ त गोरो गोरो मान्छे देख्दाखेरि पनि ओहो जस्तो फिल हुने क्या अनि त्यसपछि यो ब्रिजलाई चाहिँ पास्ट प्रेजेन्ट फ्युचर डिटरमाइन गर्ने ब्रिज भन्दो रहेछ सो हामी चाहिँ यहाँ गयौँ अब प्रायः स्टुडेन्टहरू एक्जाम दिनेहरू चाहिँ यहाँ आएर विस माग्नुहुन्छ अरे त्यो विस माग्दाखेरि चाहिँ पुरा हुन्छ भन्ने यहाँको बिलिभ रहेछ कि विस माग्दाखेरि चाहिँ सबै विसहरू पुरा हुन्छ भनेर सो हामी यहाँ चाहिँ इन्ट्री गर्नु अगाडि चाहिँ आफ्नो हात एकदम शुद्ध पारेर मात्रै जानुपर्छ होइन सो बाहिरै यसरी ट्याप राखिदिएको हुन्छ यहाँ हात धोएर जानुपर्छ सो म चाहिँ हात धुनुतर्फ लागेँ हात धोएँ पहिला चाहिँ डाडुहरू हुन्थ्यो कि अहिले चाहिँ डाडुहरू राखिदिनु भएको रहेनछ सो लेट्स भिजिट विथ अस इन्ट्रान्स हो यो चाहिँ म चाहिँ भित्र गएँ होइन देयर वाज क्वाइट क्राउड त्यो दिन चाहिँ अब बिदा पनि थियो मन्दिर प्रायः क्राउड नै हुन्छ हुन त त्यही पनि त्यो दिन बिदा परेको हुनाले चाहिँ एकदम धेरै क्राउड थियो सिन पनि एकदम राम्रो कि मजाले घामहरू लागिरहेको अनि फेरि इट्स माई फर्स्ट भ्लगिङ नि त बाहिर पब्लिकमा त्यसरी मैले फोनहरू समातेर यसरी भ्लगिङ गरेको थिएन आई वाज अ लिटल बिट साई होइन बट आइ एम इन्जोइङ इट मन्दिरको भ्यू पनि एकदम राम्रो आइरहेको थियो यहाँनिर चाहिँ सानो एउटा सायद अक्स होला होइन अब हामीलाई चाहिँ यतिकै बिलिभ लागेर कानमा भन्यो भने चाहिँ विस पुरा हुन्छ होला भनेर अनि हामीले चाहिँ कानमा भनेको होप हाम्रो विस पुरा होस् अनि यहाँ माछा हेर्नु तिनजनाको चाहिँ कम्पिटिसन चलिरहेछ क्या को अगाडि जाने को पछाडि जाने भनेर घन्टीमा भोट हाल्ने अरे क्या यिनीहरूले अनि मेरो हस्बेन्ड चाहिँ अब विस माग्नतर्फ लाग्नु भयो अनि होप हजुरको विस चाँडै पुरा होस् नानीले चाहिँ हेरेर चाहिँ के गरेको होला त्यो आँखा चिम्लेर हात जोडेर भनेर सायद वियर फिल लाग्यो होला नि त उसलाई त अब पहिलोचोटि लगेको सानो हुँदाखेरि त लिएर आएको थियौँ अनि ठुलो भइसकेपछि थाहा पनि भएपछि ल्याएको थिएन अनि उसलाई पनि अब पैसा हालेर त्यहाँ अब सबैजनाले गरेको देखेर पनि होला कि सायद उसलाई पनि गर्न मन लागेको अनि पैसा हालेर नमस्ते गरिरहेको थिइनँ होइन एकदम प्राउड फिल भइरहेको थियो कि सबै कुरा उसले देखेर सिकिरहेको छ हुन त सबै प्यारेन्ट्सहरूलाई चाहिँ आफ्नो बच्चाहरूले गरेको एक्टिभिटिजहरू देख्दाखेरि एकदम प्राउड फिल हुन्छ होइन हामीले अब आफ्नो चाइल्डहुड उनीहरूको जस्तो स्पेन्ड गर्न त पाएनौँ उनीहरूको चाइल्डहुड चाहिँ बेटर गर्न कोसिस गर्दैछौँ होइन सो हामी चाहिँ दाजाइफू भिजिट गरेर त्यहाँबाट निस्केर अब कहाँ जाने भनेर सल्लाह भइरहेको थियो अनि त्यसपछि यहाँ मन्दिर एरियाबाट अलिकति माथि म्युजियम पनि छ जाऊँ न त त्यहाँ जाऊँ बच्चाहरू पनि रमाउँछन् भनेर हामी चाहिँ ल म्युजियम जाऊँ न त भनेर गयौँ आएर नो अब खुल्ला छ कि बन्द छ इफ बन्द रहेछ भने यतिकै बाहिरै घुमेर आउँछौँ खुल्ला रहेछ भने पनि पोसिबल भयो भने चाहिँ हामी भित्र पनि भिजिट गर्छौँ भएन भने चाहिँ हामी बाहिरैबाट यतिकै बाहिरको सिनहरू हेरेर आउँछौँ भनेर गयौँ अनि त्यसपछि यहाँ चाहिँ एकदम सिसै सिसाको अम्बानीको घर जस्तो फिल आइरहेको थियो कि मलाई सिसै सिसाको बिल्डिङ छ कि सायद यो चाहिँ म्युजियम हो होइन तर हामी चाहिँ एकछिन बस्यौँ त्यतै ऱ्यान्डमली बस्यौँ यतिकै गफसप गऱ्यौँ अनि फर्किहाल्यौँ कि बच्चाहरूले एकदम दुःख दिए अनि रिटर्न ब्याक भयौँ होइन हजुरहरूलाई आजको भ्लग कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला सी यु नेक्स्ट भ्लग बाई बाई